एकजना कलाकार महोदयले ईश्वरसँग प्रश्न गर्नुभएछ कि हे ईश्वर, हजुर महान कलाकार, म पनि एउटा साधारण कलाकार हुँ। हजुरले बनाउनु भएका म जस्ता असङ्ख्य मूर्तिहरू यही पृथ्वीमा यही धरतीमा पठाउनु भयो र मैले पनि हजुर जस्ता हजारौं मूर्ति बनाएर यही धरतीमा बेचेँ। मैले बनाएका मूर्तिहरूमा दुनियाँले चाहिँ पूजा गर्छन्, ढोग्छन्, घण्टा शङ्ख बजाउँछन्, नमन गर्छन्। तर हजुरले बनाएका मूर्तिहरू आपसमा लडाई झगडा गर्छन्, तेरो मेरो भन्छन्, काटाकाट र मारामार गर्छन्। यो विनम्बना किन प्रभु भनेर मूर्ति कलाकारले ईश्वरसँग सोधेछन् र ईश्वरको चाहिँ जवाफ के आयो होला र के थियो होला मैले त्यति मेसो पाइनँ। हजुरहरूलाई मेसो छ भने कमेन्टमा लेख्नु होला र अनि भिडियो सान्दर्भिक लागेमा स्टार सहित भिडियोलाई समर्थन गरिदिनु होला भन्ने आग्रह गर्दछु। धन्यवाद।